एकदम दामी छ होइन टक्क लगाएर यता चाहिँ बागाउने सम्भावना छ यो झाडी छ त ऊ माछा गिजा होइन यो जापानमा सल्लाह हुँदैन भन्छ होइन यो सल्लाह चाहिँ हुन्छ क्या होइन नहुने होइन है यहाँ चाहिँ होइन यो ठाउँ चाहिँ राम्रो छ क्या होइन सिन हेर न होइन सिन हेर्दाखेरि होइन ओहो सबै यतैतिर आउँ यतैतिर बसौँ होइन कतै काम गर्न नजाउँ जस्तो लाग्छ होइन दिस इज अ रेड यो झाडीमा केही काण्डहरू पनि बचिन सक्छ है र यता चाहिँ हेर्नु हुँदैन होइन पानी भर्ने रहेछ प्राइस 2 पिसको प्राइस चाहिँ 1300 होइन 1 पिसको 700 जस सस्तै रहेछ यो चाहिँ ब्ल्याक माछा कालो माछा अनि ऊ त्यहाँ त्यसलाई डुब्छ कि फाल नेपालमा होइन अब आफ्नै बारीमा यस्तो हुन्थ्यो भने चाहिँ होइन अनि यहाँ चाहिँ अब यस्तै छ है यहाँ चाहिँ यही हेर्नलाई होइन घुम्न आउनुपर्छ कि यस्तो छ क्या बाटो यस्तो छ कि यसैमै बसेर खाउँ जस्तो छ कि होइन यस्तो दामी छ होइन बाटो होइन गर्मी छ होइन तर त्यही पनि मैले चाहिँ यस्तो जकेटहरू लगाएर गरिदिन्छु तपाईँको फोनमा त यस्तो राम्रो आउँदो रहेछ तर तपाईँले टिकटकमा हाल्दा त कस्तो किरिङ पिरिङ राम्रै देख्दैन आइयो जस घुमेर आइयो एकदम राम्रो छ एकचोटि आउनु होला होइन राम्रो छ यो जस आफ्नै नेपाल जस्तो लागिरहेछ होइन यस्तो छ यहाँ चाहिँ सेन्सी भूमि नमस्कार एभ्रिवान यस हेर्नु पर्ने भ्लग युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ आफ्टर लङ टाइम पछि चाहिँ एउटा भिडियो ल्याएर आएको छु हजुरहरूले चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा राखेको छु त्यस्तै गरेर सल्लाह सुझावको लागि चाहिँ कमेन्ट अनि एक लाइक एक सब्सक्राइब गर्नुहुन्छ भन्ने पूर्ण विश्वास राखेको छु ढिलो नगरेर हामी भिडियोतर्फ लाग्छौँ लेट्स गो 2 1 go अब चाहिँ म छिट्याट्ट पढिसकेँ होइन छिट्याट्ट पढेर चाहिँ अब गएको जानुपर्ने हुन्छ होइन अब गएको जान्छौँ होइन सबैजना अब गएकोमा भेला हुने भन्ने कुरो भएको छ अब स्कुल पुगिसकेपछि कस्तो हुन्छ आजको दिन आजको मौसमले कतिको साथ दिन्छ होइन म सम्पूर्ण अपडेट चाहिँ यही भिडियोमा दिने प्रयास गर्नेछु होइन आजको दिन चाहिँ एकदम रमाइलो हुन्छ जस्तो लागिरहेछ होइन अब कस्तो हुन्छ हेरौँ अलिअलि पानी पर्ला जस्तो पनि भइरहेछ मौसम अलिकति गडबड जस्तो पनि देखिरहेछ हेरौँ सायद भगवानको कृपाले चाहिँ आजको मौसम राम्रो होस् होइन एकदम यस्तो छ मौसम आज चिट्याक्क पढाएको छ होइन केटा मास्क लगाएर चिन्दैन हेयर कटिङ पनि पुरा नेपाली खतरा काटेको छ यस्तै छ यो चाहिँ मोनोरेल होइन यो चाहिँ मोनोरेल हो अहिले चाहिँ रेल आएन होइन मोनोरेल भन्छ होइन ट्रेनहरू चाहिँ मोनो ट्रेन जस यस्तै छ बोल्न आउँदैन सो भन्यो हाई भन्यो यस्तै हो जापानतिर एउटा हो सिमासन भन्यो सरी भन्यो हाई भन्यो गुमानी भन्यो यस्तै चल्छ यतातिर है त अब गाइस हामी चाहिँ ट्याक्टर लगाएर गक्कु पुगिसक्यौँ गक्कुबाट अब चाहिँ स्वाट लगाएर के हिमाल चाहिँ फुजी हिमाल फुजी भनेको हिमालै हो ट्याक्क लगाएर राम्रै चिटिक्क भएर आइछन् होइन
अनि के छ सन्चै हो गेनकी देशका अनि आउनु भन्दै त अनि के छ दाजुहरू ठिक छ बहिनीहरू दाजु रे खत्म बाय बाय टाटा गुड बाय गया यस्तै हो ट्याक्टर लाएर यो चाहिँ सस्तो मोबाइल हो होइन जस फ्रीमा आएको मोबाइल हो महिनाको त्यही हो 4000 मात्रै तिर्नुपर्छ धेरै त तिर्नु पर्दैन त्यही मोबाइलबाट खिचिरहेको बनाइरहेको हो खासमा अब हामी चाहिँ यो ट्याक्कै बसमा जान्छौँ होला होला त हामीले मात्रै ल्याउनु यहाँ चाहिँ म्याम हुनुहुन्छ चाहिँ हामी बसमा चढिसक्यौँ होइन अब आज कस्तो हुन्छ भन्ने फिल भइरहेछ होइन हेरौँ आजको दिन कस्तो हुन्छ अब चाहिँ एकदम केही छिनमा चाहिँ अब बस सरर जान्छ होइन अब सरर लगाइसकेको छ आजको दृश्यहरू देखाउँदै जानेछु बाटोमा यति राम्रो रहेछ कि होइन आफ्नो नेपालको झल्कहरू मेटाइरहेको छ कि होइन एकदम दामी रहेछ होइन ठाउँ चाहिँ जुन चाहिँ यो फुजी सान भनिँदो रहेछ होइन जापानको एकदम फेमस प्लेस हो अरे कि होइन नेचुरल ब्युटिफुल प्लेस के एकदम राम्रो रहेछ होइन जुन चाहिँ आफ्नै जन्मेको ठाउँ बुढीचौरको झल्कहरू मेटाइरहेको छ कि यो ठाउँले होइन यति राम्रो रहेछ कि होइन बयान गर्ने ठाउँ नै छैन कि कुनै शब्द नै छैन कि एआइडी इन्टरनेसनल स्कुललाई चाहिँ धेरै धेरै धन्यवाद होइन यस्तो ठाउँमा चाहिँ घुम्ने अवसर मिलाइदिनु भयो होइन साह्रै राम्रो रहेछ एकदम होइन एकदम राम्रो के होइन आफ्नै ठाउँ आफ्नै गाउँको झल्कहरू मेटाइरहेको छ होइन वाउ कति सुन्दर होइन भेरी नाइस प्लेस के होइन एकदम ब्युटिफुल प्लेस छ कि होइन एकदम ब्युटिफुल प्लेस के कसरी बयान गर्ने के बयान गर्ने ठाउँ नै छैन होइन अब चाहिँ हामी फोटोहरू लिन्छौँ होइन अनि त्यसपछि चाहिँ हामी अर्को ठाउँ पनि घुम्छौँ होइन एकदम राम्रो छ एकदम बवाल रहेछ गर्मी छ होइन तर त्यही पनि मैले बाहिरको साउन्डले गर्दा चाहिँ भिडियो डिस्टर्ब आयो होइन त्यही भएर चाहिँ मैले चाहिँ यो पछाडि चाहिँ रेकर्ड गरेर हाल्दैछु होइन एकदम राम्रो छ होइन एकदम सुन्दर छ होइन ठाउँ चाहिँ अब चाहिँ हामी यो ठाउँबाट चाहिँ अर्को ठाउँ जान्छौँ होइन अर्को ठाउँ पनि एकदम राम्रो छ भन्दै हुनुहुन्छ अब कस्तो छ त होइन अब त्यहाँ गइसकेपछि थाहा हुन्छ होइन सेन्सरहरूले चाहिँ अर्को ठाउँ पनि एकदम राम्रो छ सुन्दर छ भन्दै हुनुहुन्थ्यो अब हेरौँ कस्तो छ
अब चाहिँ यो ठाउँमा जाँदैछौँ होइन। अब यो ठाउँमा चाहिँ कस्तो छ त, झरना हेर्नलाई जाँदै हो होइन। खासमा चाहिँ झरनाहरू छ अरे, अब कस्तो रहेछ त होइन झरना। अब जापानको झरना चाहिँ कस्तो रहेछ त है, हामी चाहिँ हेर्नलाई एकदम आतुर छौँ होइन। अब जाँदैछौँ, अब केही छिनमा हामी चाहिँ पुग्छौँ। तपाईँहरू चाहिँ भिडियो हेर्दै गर्नु होला है त। इन्ट्रीमा त यति राम्रो छ होइन, झन् झरना चाहिँ कस्तो होला क्या होइन। ह्याप्पी बेल सिराइतो भन्दो रहेछ होइन। जस एकदम राम्रो छ होइन ठाउँ। अनि त्यस्तै यो साथीहरू पनि एकदम राम्रा छन् कि होइन। योचोटि चाहिँ भ्रमण चाहिँ काकुले छानेर मान्छेहरू पठाएको जस्तो लाग्छ क्या मलाई होइन। एकदम मिल्ने साथी होइन। जस अब थोरै भए पनि एकदम रमाइलो होइन, एकदम मिल्ने कि होइन, फ्रेङ्कली होइन। जुन चाहिँ श्रीलङ्काको अनि त्यस्तै गरेर चाहिँ हाम्रो नेपालको एकदम राम्रो साथीहरू हुन् कि यिनीहरू भनेका होइन। अरू भनेका अब हामी चाहिँ यहाँबाट यस्तो दामी छ होइन। यो ठाउँ चाहिँ राम्रो छ क्या होइन। सिन हेर न होइन, सिन हेर्दाखेरि होइन ओहो सधैँ यतैतिर आउँ यतैतिर बसौँ होइन, कतै काम गर्न नजाउँ जस्तो लाग्छ होइन। एकदम राम्रो छ होइन। अनि यस्तो छ होइन, एकदम दामी छ होइन। टक्क लगाएर यता चाहिँ बाघ आउने सम्भावना छ। यो झाडी चाहिँ होइन, बाघ आउने सम्भावना होइन। यो झाडीमा केही काण्डहरू पनि बचिन सक्छ है। र यता चाहिँ हेर्नु हुँदैन। के बोले भाइ? अब के बोले? ए पनि ठिक छ। आहा यस्तो छ होइन, राम्रो रहेछ ठाउँ चाहिँ। हेरियो घुमियो अब हामी चाहिँ एकछिनमा यताको पनि फोटोहरू खिच्छौँ। अनि त्यसपछि चाहिँ हामी अर्को प्लेसतिर लाग्छौँ है त। ल लेट्स गो। होइन त्यही भएर पनि अब चाहिँ हामी अर्को झरनातिर लाग्छौँ। हामी यताबाट झरना पनि
हेर्न ल यहाँबाट चाहिँ फोटो खिच्ने ठाउँ होइन उता यहाँबाट पनि राम्रो देखिने रहेछ जस होइन यस्तो रहेछ ओ माई गड यस्तो छ ओ ल यस्तो ठाउँ रहेछ होइन नाइस ओ माई गड ल यस्तो जान्छ यो हो नि होइन यस्तो रहेछ होइन यति दामी रहेछ कि होइन झरना होइन यति दामी रहेछ कुरै छोडिदिउँ कि होइन एकछिन है यसको झरनाको चाहिँ त्यो पानी झरेको होइन त्यो साउन्ड सुनौ है त सुन्नुभयो नि कस्तो छ एकदम आइयो जस घुमेर आइयो एकदम राम्रो छ एकचोटि आउनु होला होइन राम्रो छ चाहिँ यस्तो छ यहाँ चाहिँ यो म्याप अनुसार होइन ठाउँ चाहिँ एकदम राम्रो छ जस ठिक छ यस्तो छ लाएर आइरहेको छु यस्तो छ खाकीहरू यो चाहिँ ठमेल जस्तो रहेछ होइन रत्नपार जस्तै आउनुहोस् आउनुहोस् एउटा मकै 3वटा मकैलाई चाहिँ 300 रहेछ होइन राइट यस्तै हो अब चाहिँ हामी अर्को ठाउँ जाँदैछौँ होइन अब यहाँ पनि हेरियो होइन अवलोकन गरियो होइन जस एकदम राम्रो रहेछ होइन अब त्यस्तै गरेर चाहिँ हामी अर्को ठाउँ जान्छौँ अर्को ठाउँ कस्तो रहेछ त है अब त्यहाँको दृश्य पनि देखाउँछु है त लेट्स गो दृश्यहरू चाहिँ कस्तो छ त हेर्छौँ है त हो यस्तो रहेछ होइन जापानमा पनि यस्तो मकै गाइस जस नेपालमा होइन अब आफ्नै बारीमा यस्तो हुन्थ्यो भने चाहिँ होइन अनि यहाँ चाहिँ अब यस्तै छ है यहाँ चाहिँ यही हेर्नलाई होइन घुम्न आउनुपर्छ क्या जापानमा अनि यो चाहिँ हामी चाहिँ घुम्न आएको हो खासमा यो हेर्नलाई आएको हो होइन अनि यस्तो छ जस होइन उखाने यो पैसाहरू होइन यस्तो चढाउने रहेछ होइन यो के हो खासमा यताबाट बगेर होइन यो चाहिँ पैसा रहेछ होइन यता पनि होइन यस्तो छ कि होइन खासमा के हो होइन यो मैले चाहिँ बुझेन कि होइन
यस्तो रहेछ होइन जापानिज त आउँदैन त्यही पनि अब ठुटेमुटे भए पनि एकछिन बोलेर सेन्सेसँग सोध्छु है त सेन्से ओखाने इप्पा इप्पा कल्चर कल्चर नियन कल्चर そうね。だってハーバードイタリアもsame place。 分かる分かる many पैसा होइन फिस फिस ये फोटो गया था ये कोई काम धेरै मान्छे छन् कि होइन यो ठाउँमा यति धेरै छन् कि थाहै छैन कि होइन यो चाहिँ दर्शन गर्नलाई यहाँ चाहिँ लाइन लाग्नुपर्ने अरे होइन के भयो यो सोचेको कुराहरू पुरा हुन्छ अरे होइन हुने भयो के सोचिछौ तिमीले प्राइस 2 पिसको प्राइस चाहिँ 1300 होइन 1 पिसको 700 जस सस्तै रहेछ यो यहाँ चाहिँ
जापानमा सल्लाह चाहिँ हुँदैन भन्ने मान्छेहरूलाई यहाँ हेर है यो चाहिँ जापान हो यो जापानमा चाहिँ सल्लाह छ होइन सल्लाह चाहिँ हुन्छ क्या होइन नहुने होइन है यहाँ चाहिँ छ सल्लाहको बुट्टा छ यत्रो छ बुट्टा होइन त्यो चाहिँ रुखै छ क्या सल्लाहको ऊ चाहिँ त्यहाँभित्र चाहिँ सिउँती खाजा भन्ने चाहिँ होइन यहाँ छ होइन यस्तो छ एउटा कुरा के होइन त्यो चाहिँ धाराको पानी चाहिँ होइन टेस्ट गर्नुको लागि लाइन लाग्नुपर्ने कि होइन एकदम मिठो छ होइन त्यो पानी चाहिँ होइन त्यही भएर के हो होइन खै यो रीतिरिवाज हो कि के हो होइन जापानको मैले चाहिँ बुझेन होइन कसैलाई थाहा छ भने चाहिँ यसो कमेन्ट गर्नु होला एकदम मिठो होइन छ पानी चाहिँ तर चाहिँ त्यो पानी चाहिँ टेस्ट गर्नुको लागि लाइन लाग्नुपर्ने कि होइन अब चाहिँ हामी यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ होइन लगभग चाहिँ यहाँ चाहिँ 5-6 बजिसक्यो होइन अब हड्काको फुक्दाखेरि चाहिँ अब लगभग 2-3 घन्टा लागिहाल्छ होइन अनि त्यही भएर चाहिँ 7-8 बज्छ होला त्यही भएर चाहिँ अब हामी यहाँबाट एकछिनमा अब फोटोहरू खिच्छौँ अनि फोटोहरू खिचिसकेपछि हामी निस्किन्छौँ है त यस्तो छ के बाटो यस्तो छ के यसैमै बसेर खाउँ जस्तो छ कि होइन यस्तो दामी छ होइन बाटो होइन लगाइछ अब चाहिँ रुमतिर लाग्नुपर्ने हुन्छ होइन टाइम पनि धेरै भइसक्यो गाडी चाहिँ यति रफ्तारमा छ कि होइन त्यो चाहिँ जुन चाहिँ बुलेट ट्रेन भन्दा पनि ओभर स्पिडमा छ कि होइन मेन हाइवे हो होइन यता त जति हान्दा नि केही फरक नपर्ने रहेछ कि होइन स्पिड यस्तो स्पिडमा छ कि होइन थाहै छैन कि अब चाहिँ राति पनि हुन लागिसक्यो होइन रातिको भ्यू पनि हेर्दै हामी चाहिँ रुमतिर लाग्छौँ ल फाइनली रुममा चाहिँ हामी गएको पुगिसक्यौँ होइन आजको अब ल arigatou gozaimasu हाई बस फाइनल रुममा चाहिँ लेट्स गो जाऊ ओके सबले यस्तै अरे सिट बिल कसको 5000 खसेछ arigatou gozaimasu ओत्सुरे देश हाई लगाइछ अब चाहिँ हामी एकछिनमा चाहिँ रुम पुग्छौँ होइन अब आज दिनभरिको थकान अब रुममै गएर चाहिँ निस्किन्छौँ है त
गाइस फाइनली रुममा चाहिँ अब रुममा पुग्यो होइन त्यहाँ हामी बस्यौँ। आजको घुमाइ यस्तै हो। अब गाइस अब चाहिँ हामी कहिले उठिनु पर्ने हुन्छ होइन। हजुरहरूले चाहिँ अहिलेसम्म हेर्नुभयो होइन, अहिलेसम्म हेरेर साथ दिनुभयो, त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनि मनमा लागेका कुराहरू स्वर कमेन्ट गर्ने चाहिँ नभुल्नु होला है त। अब चाहिँ अर्को भिडियोमा भेट्नेछौँ। ओके बाई, गुड नाइट।